तपाईँहरूलाई थाहा छ चितवनमा नि मसला बिट खुलेको छ नि दाम है त अब हामीसँग मसला बिटको इन्टेन्सन न कति राम्रो के हामी मसला बिट गयौँ छोरीको घरमा छोरीलाई लास्टै जाने इच्छा थियो होइन अब इन्स्टामा आइरहेको हुनाले जाउँ भने कल आएको थियो गयौँ हामी त्यहाँ छोटो क्युट मिररहरू पनि कति राम्रो थियो फोटो खिच्ने ठाउँ कति क्युट थियो होइन सामानहरू चाहिँ अब भनौँ न नर्मली यहीँ मात्र पाइन्छ भन्ने चाहिँ अरू ठाउँमा पनि पाइरहन्छ कुनै सामानहरू मात्र मैले न्यू देखेँ न त नर्मली धेरै जस्तो बाहिर नै पाइरहन्छ है र सस्तो पनि छ धेरै महँगो छैन सिजी मल जस्तो ठाउँमा राखेर यति सस्तो बेच्न सक्नु भनेको सायद थियो अनि गाइस त्यसपछि हामीले यहाँबाट हल्का सपिङ गऱ्यौँ होइन फोटोहरू खिच्यौँ अनि पोस्ट पनि गर्दैछु बिस्तारै अनि त्यसपछि हामी फर्क्यौँ त्यहाँबाट फर्केर हामीले सोच्यौँ अब हाम्रो सामान किन्न जानुपर्छ भनेर अनि हामी सामान किन्नको लागि भनेर गयौँ जिबीमा चाहिँ मलाई स्किन केयरको सामान सकिएको थियो कि मेरो हल्का सकिएको थियो मेरो छोरीको सकिएको थियो छोरीले नि हल्का गर्छ नि त सनस्क्रिन इधर उधर लगाइरहन्छ अनि त्योहरू किन्यौँ अनि त्यसपछि फेरि हामी सालको हल्का सेल पनि हेऱ्यौँ त्यसपछि हामी घर फर्क्यौँ मेरो घर आउने बाटो हेर्नु कति क्युट फोटो खिचेको होइन कति राम्रो देख्यो कि पिङ्क बादल लाभीवाला अनि त्यसपछि हामी मसला बिटबाट के ल्यायौँ भन्दा फेरि बच्चाको सामान होइन मेरो बाबु ठुलो मान्छेको त के सामान थियो यो हो कि सबभन्दा नौलो देखेको मैले यस्तो क्युट छ कि फोटो खिच्नको लागि सही छ कि अनि त्यसपछि यो स्कुस भन्छ कि के भन्छ कि तिची हुन्छ कि रे यो ल्यायौँ अनि त्यसपछि ल्याएर आयो मार्को भनेको चिज चाहिँ के किन्यौँ धेरै पहिलाको भिडियो कि रिङ किनेको थियौँ दुइटा होइन यो चाहिँ 150 परेको थियो पर पिस राम्रै लगाएको थियो राम्रै छ होला 1-2चोटि युज गरेको छौँ अब पानीमा भिजाएको छैनौँ अनि त्यसपछि हामीले जिबीबाट ल्यायौँ यो डट एन्कीको यो सनस्क्रिन बेस्ट छ है टिनेजको लागि पिम्पल आउँछ भने त्यसले रोक्छ अनि त्यसपछि केमिस्ट रोलर ल्यायौँ अनि त्यसपछि यो टोनर पनि बेस्ट छ कि मैले 2 सेकेन्ड पर्चेस हो होइन राम्रो हल्का ब्राइटिङ गराउँछ अनि त्यसपछि हामीले भाटबाटिनी पनि गएको थियौँ अनि त्यसपछि बल्ल हामी गएको थियौँ मसला बिट्स भाटबाटिनीबाट हामीले यो सामान ल्यायौँ यो एक्सट्रिम नै भएको है एक्सट्रिमको कोही मालिक हुनुहुन्छ प्लिज हामीलाई स्पोन्सर गरिदियो मेरो छोराछोरी र मेरो बुढो र छोरीले मलाई टङ्गाल बनाउँछ जस्तो लाग्छ यो किनेर होइन अनि त्यसपछि यो ल्यायौँ अनि घरको रोजमर्राको सामानहरू किनेर ल्याएको थियौँ होइन हामी चाहिँ भाटबाटिनीमा अब त्यही हो त 500 युनिट पोइन्ट पुग्छ अनि गिफ्ट आउँछ भन्दा 2 वर्ष भइसक्यो पोइन्ट त पुगेको छ दिँदैन त्यही पनि भाटबाटिनीले के गरे हो त्यो पनि पुग्न पऱ्यो भाटबाटिनीको साउजी अनि त्यसपछि धेरै पछि मैले नि यो भोइसवाला भिडियो हालेको छु कि धेरै पछि लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला मलाई डिमोटिभेट भएको थियो कि म फेसबुकमा खासै भ्युज नआएको देखेर तर फेरि म सोचेँ कन्टिन्यू गर्छु होइन सबैले गरिरहेको छ एकैचोटि हुँदैन होला बिस्तारै गर्छु भनेर मैले फेरि भोइस हालेर भिडियो बनाउन लागेको छु थ्याङ्क यू गाइज लभ यू